लोकसेवाको तयारी गर्दै हुन्छ उहाँहरूलाई चाहिँ केही टिप्सहरू चाहिँ दिन चाहन्छु। एक नम्बरमा पहिले मेरो योग्यता के हो, मेरो इन्ट्रेस्ट के हो भन्ने कुरा थाहा पाउनुपर्छ है। म अब एसई गरेको छु या +2 गरेको छु या ब्याचलर गरेको छु भनेर आफ्नो योग्यता अनुसार के हुन्छ। कहिलेकाहीँ योग्यता भनेको त्यो त एउटा सर्टिफिकेट मात्र भयो। त्यो सर्टिफिकेटसँगै भनेको आफ्नो व्यक्तिगत योग्यता के हो, आफ्नो इन्ट्रेस्ट के हो, रुचि के हो, त्यो एरिया पत्ता लगाउनुपर्छ। हामी चाहिँ के गर्छौँ, यता पनि ब्याङ्किङतिर यता हुन त सबैतिर ट्राई गर्नु ठिकै हो। आधारभूत एउटा जागिरको सिलसिलामा म यो लेभलमा पुग्छु भन्ने कुरा ठिकै हो। तर आफ्नो एउटा लगभग एउटा या दुईवटा तीनवटा लक्ष्य चाहिँ बनाउनुपर्छ। म सार्वजनिक संस्थानको यी संस्थानहरूमा जान खोज्छु या प्रदेश सेवामा जान खोज्छु या सङ्घको सेवामा जान खोज्छु अथवा म राष्ट्र ब्याङ्क हो, यस्ता लक्ष्यहरू केही न केही राख्नुपर्छ। एक नम्बरमा त्यही गर्नु पर्यो। त्यसमा आफू क्ल्यारिटी हुनुपर्छ। त्यो क्ल्यारिटी हुन सकेन भने बरु योभन्दा अगाडिका साथीभाइहरूसँग भेट गर्ने, उहाँहरूसँग सजेसन माग्ने, तपाईँहरूको कस्तो संस्थामा काम गर्दै हुनुहुन्छ, मेन्टरहरू, सफल व्यक्तिहरू धेरै हो उहाँहरूसँग पनि सोध्ने। आफूले त्यही संस्थामा काम गरेका व्यक्तिले पनि भन्छन् एउटा त्यो काम गर्नुपर्छ होला जस्तो लाग्छ। दोस्रो भनेको अब त्यसकोमा चाहिँ त्यो योग्यतामा चाहिने कुरा के हो त, पढ्नुपर्ने कुरा के हो त, ती पाठ्यक्रम ती विषयवस्तुहरूमा चाहिँ आफूलाई अपडेट बनाउँदै जाने, पढ्दै जाने। हजुरले भनेको जस्तो अलिक अप्ठ्यारो नपारिकन सरल तरिकाले भन्दा त्यो पाठ्यक्रम लिने, त्यो पाठ्यक्रमलाई लिएर त्यो विषयवस्तुको बारेमा जे पाइन्छ, म चाहिँ पितृ बुझाउने भन्थेँ कि पितृ बुझाउने भनेको त्यसको हरेक टपिकको त्यो विषयको बारेमा 16-17वटा एङ्गलबाट सबैतिरबाट हेर्ने, त्यसलाई च्याट जीपीटीबाट पुरै हेर्ने। अब त्यसपछि मात्र कुनै रिफरेन्स केही बाँकी नराख्ने हैन। त्यस्तो गरेर तयारी गऱ्यो भने ठिकै हुन्छ जस्तो। त्यही भएर नोट बनाउने भनेको सबैको पर्सनालिटीसँग जोडिँदो रहेछ के। कसैको बानी कस्तो हुन्छ भन्दाखेरि उसलाई रातोले टक्क लाइन गर्ने, कालोले तल लेख्ने, नोट बनाउने, त्यो नोट फेयर गरे जस्तो अब त्योबाट पढ्ने। केही व्यक्तिहरू त्यसरी पनि सफल हुनुभएको छ, त्यो राम्रै मोडल हो। तर इट टेक्स टाइम। म आफ्नो पर्सनली कुरो गर्दाखेरि मलाई चाहिँ त्यो गर्नका लागि समय लाग्दैन, धेरै लाग्छ। हजुरले मानौ शाखादिको एउटा इक्जाम्पल दिउँ, 3वटा पत्र, सेकेन्ड पेपर, थर्ड पेपर, फोर्थ पेपर, फर्स्टको मात्र छोडेर मात्रै 3वटा पेपरमा 50-50वटा टपिक छ। 50वटा टपिक भनेको 3वटाको गर्दाखेरि लगभग 150वटा हुन्छ। 150वटा टपिकको नोट मात्र बनाउँदाखेरि एउटाको 2 दिन लाग्यो भने त 300 दिन लाग्यो नि। 1 वर्ष त नोटै बनाउन लाग्यो। 1 वर्ष त नोटै लाग्यो। नोट भनेपछि त कुनै कुरा छुट्नु भएन। त्यसकारण त्यो विषयहरूमा चाहिँ व्यक्ति अनुसार, पाठ्यक्रम अनुसार फरक पर्ला हो। त्यसकारण के गर्ने भन्दाखेरि आफूले जुन तयारी गर्दाखेरि खेसरा गरिएको छ, अरू पनि पढ्दै जाँदा रेफरेन्स बुकहरूबाट त्यसैमा थप्दै जाने र त्यसैलाई राख्ने। कसैले राम्रो ह्यान्डराइटिङ सफा पारेर एउटैमा राख्दाखेरि हुन्छ। मलाई नोट बनाउने विषयमा चाहिँ, तर आफ्नो चाहिँ कन्टेन्टको विषयमा चाहिँ छोटो छोटो म पनि डायरीमा टिप्थेँ। अनि केही नयाँ कुरा थाहा पाएँ भने त्यसैमा थप्ने काम गर्थेँ कि। थप्दै जाने, बरु 2-4 पेज खाली राख्ने, त्यहाँ पछि थप्ने, एउटा त्यो काम गरे हुन्छ। म चाहिँ नोट बनाउन सजेस्ट गर्दिनँ, किनभने एकदमै लामो समय लाग्छ। बुदाहरू टिप्ने, किनभने त्यतिको बुदाहरू भइसकेपछि त्यसलाई एनालाइसिस गरेर लेख्न सक्ने कुरा त हुन्छ नै। पक्का ज्ञान त हामी भित्रै छ, सूचना बाहिर छ। त्यो सूचनाहरूलाई कसरी मर्ज गर्ने, कसरी उपयोग गर्ने, आफूभित्र भएको बोधलाई त्यहाँको बोध लेभलसम्म कसरी पुर्याउने भन्ने कुरा होला नि त। सूचनाहरू कतिपय अनावश्यक सूचना पनि होलान्, ती हटाउने, आवश्यक जानकारीमूलक सूचनाहरू राख्ने, आफूसँग पहिलेका प्रि अकुपाइड सूचनाहरू गलत छन् भने त्यसलाई हटाउने, नयाँ सूचनाहरू राख्ने, त्यसलाई विश्लेषण गरेर एउटा सही सूचना बनाउने होला जस्तो लाग्छ। अनि सही सूचनाले बोध दिन्छ। क्षेत्र एउटा सही पहिचान भएन भने मानिसहरू प्राय असफल हुन्छ। एउटा इन्ट्रेस्ट हुन्छ, एउटा लक्ष्य उद्देश्य हुन्छ, एउटा जीवनको एउटा बाटोले अर्को पेसातिर लान्छ। त्यसकारण यो सही छनौटले सफल वा असफल बनाउँछ, पहिलो कुरो। दोस्रो कुरो, त्यही जुन पेसामा हो फेरि चाहिँ त्यहाँभित्र आएर चाहिँ हामी के गर्छौँ भन्दाखेरि अन्यतिर राम्रो छ भने फेरि अलिकति बाहिर जान खोज्छौँ कि। त्यसैले सफलता त हरेक पेसामा छ, हरेक स्थानमा छ, आफैमा छ। त्यो कुरालाई त्यो प्रयोग गर्न सक्नुपर्छ जस्तो लाग्छ। असफलै त नभनौँ, तर असफलका लागि त धेरै आयामहरू पनि छन्। कहिलेकाहीँ हाम्रो आर्थिक आयामले पनि मानिसहरूलाई सफल हुन दिँदैन। कहिलेकाहीँ वातावरणीय कुराले हुँदैन, कुनै परिवेशका कुराहरू हुन्छन्,
कुनै बेला घर परिवारका कुराहरू पनि हुन सक्छन्, कुनै जीवन खण्डको कुरा, शारीरिक कुरा पनि हुन सक्छ होइन। अब स्वस्थ रहनु त्यो त सफलता होला नि होइन। पदमा पुग्नु, ठुलो मान्छे हुनु भनेको त मात्र सफलता नमानौँ। सफलता धेरै आयामहरू, कति खुसी छौँ, कति आफूलाई बोध गरिएको छ, कति ज्ञान छ, त्यही कुरा पनि सफलता होला। परीक्षा त्यो बेला वर्ष चाहिँ इकोनोमिक्सको बाहेकका डाइमेन्सनबाट आयो भने ऊ अलिक कम त पर्छ नै होइन। त्यसकारण यो विषयलाई कसरी जोड्छु भन्दा सबै असफल भन्दा पनि त्यो सफलताको प्रतिस्पर्धामा चाहिँ अगाडि नआएको, त्यसका लागि के आफूले आफ्नो निरन्तर प्रयास गर्नुपर्छ। र निरन्तर प्रयास भनेको फेरि चाहिँ के भनिन्थ्यो भन्दाखेरि पहिले सुन्नुभएको होला, प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट। प्र्याक्टिसै गल्ती छ भने त पर्फेक्ट त हुँदैन। अब पर्फेक्ट क भनेर उल्टो क लेखेर म पर्फेक्ट त्यही क लेख्छु भन्ने त भएन। त्यसका लागि के गर्नु पर्यो भन्दा आफ्नो गल्ती कमजोरी पत्ता लगाउनु पर्यो होइन। म किन असफल भइरहेको छु त लोकसेवाको परीक्षामा, मलाई कहाँ समस्या भइरहेको छ भन्ने कुरा पत्ता लगाएर आफैले करेक्सन गर्नुपर्छ। हामी चाहिँ मलाई यस विषयमा के लाग्छ भन्दा हामी सुधार भनेको कसरी खोज्छौँ भने फ्याट्टै खोज्छौँ के। सुधार त्यसरी हुन्न नि। सुधार त कन्टिन्युअस प्रोसेस हो नि त, कन्टिन्युअस एसेसमेन्ट सिस्टम हो। त्यसैले गर्दाखेरि के तपाईँ आफैलाई, हजुरलाई, गणेश सरलाई तपाईँले हिजो र आजमा ब्युरोक्रेसीमा चेन्ज देख्नु भएको छ कि छैन? धेरै परिवर्तन छ नि त। हिजोको हाम्रा कार्यालयहरू, हिजोका सेवाहरू, हिजो काठमाडौँ धाउनुपर्ने बाध्यताहरू, त्योबाट कम्पेयर गर्ने भने त अहिले त धेरै सुधार छ। यही नयाँ सरकारबाट आएको यो 45 दिन 100 दिनको कार्य पश्चात हेर्नुहोस् कार्यालयमा भएको व्यापक आमूल परिवर्तनै भइरहेको छ। तर हामीलाई के भइदियो भन्दाखेरि जब जब सुधारको कुरा आउँछ पुराना माइन्डसेट भएका मान्छेले अहिले यस निजामती सेवामा परिवर्तन गर्ने भन्ने कुरा हो क्या। अलिकति अपेक्षा बढी भइरहेको छ। तर सुधार एकदमै देखिने गरिकन भिजिबल्ली भइरहेको पनि छ। तर अब केही स्थानहरूमा हामीले सोचेको जस्तो, केही कार्यालयमा भएको जस्तो छैन। नहुँदाखेरि समग्र ब्युरोक्रेसीलाई नै मान्छेले त यो त पहिलेदेखिकै पीडा हो क्या। जस्तै यो कस्तो भन्दाखेरि ब्लेम गर्ने को हो त? जहाँ प्रतिवाद हुन्न उहाँलाई ब्लेम गरिन्छ। प्रतिवाद नहुने संस्था कुन होला त? प्रतिवाद गर्दै नमिल्ने, हामीले एउटा सार्वजनिक फोरमबाट प्रतिवाद गर्न नमिल्ने हामी त सेलिब्रिटी होइन, निजामती सेवा सेलिब्रिटी होइन। नहुँदाखेरि त हामी त पर्दा पछाडि काम गर्छौँ। पर्दा पछाडि काम गर्दाखेरि चाहिँ अब हामी माथि चाहिँ त्यस्तो प्राय प्रश्नहरू आइरहने हुन्छ।